यी तीन कुराहरू जुन नेपालमा गर्दा चाहिँ एकदमै लाजमर्दो र बेइज्जती मानिन्छ भने जापानमा चाहिँ इजी र राम्रो मानिन्छ। पहिलो नम्बरमा लिभिङ टुगेदर। जापानमा चाहिँ 18-20 वर्ष भएपछि आफूलाई कोही मन पर्यो भने फ्यामिलीलाई सोधेर म लिभिङमा बस्छु भन्यो भने चाहिँ ल फ्यामिलीले जा राम्रोसँग बुझ एकअर्कालाई बुझ भनेर पठाउँछ भने नेपालमा चाहिँ यही कुरा गर्यो भने चाहिँ के कुरा गरिस् तैँले हाम्रो इज्जत फ्यालिस् अब मुख देखाउनु लायक भएन भन्ने कुरा गर्छ। 2 नम्बरमा जापानमा चाहिँ ओन्सेन भन्ने हुन्छ जहाँ चाहिँ बाउ छोरा आमा छोरी या केटीको केटी केटाको केटामा चाहिँ सबै फ्यामिली गएर चाहिँ एकै ठाउँमा नाङ्गै नुहाउन सकिन्छ भने चाहिँ नेपालमा चाहिँ सिङ्गल पनि नाङ्गै नुहाउनलाई एकदमै लाजमर्दो हुन्छ। 3 नम्बरमा जापानमा चाहिँ हामी अब कतै रेस्टुरेन्टतिर खाना खान गयो भने चाहिँ साउन्ड निकालेर खाँदाखेरि चाहिँ एकदमै राम्रो मानिन्छ भने रामेनहरू अब जेसुकै होस् न एकदम साउन्ड निकालेर खाँदाखेरि सबले साउन्ड निकालेर खाने गरिन्छ भने नेपालमा चाहिँ खाना खाँदाखेरि साउन्ड निकाल्यो भने चाहिँ अलाछिन भन्ने हो कि होइन एकदमै नराम्रो बेइज्जती टाइपको जिस्काउने टाइपको गर्छ नि त। यो 3टा कुरा चाहिँ नेपाल र जापानमा पुरै टोटली फरक छ। हस्त धन्यवाद।